यदि तपाईँलाई लाग्छ कि तपाईँ जीवनमा भाँचिनु भएको छ र अरू जतिको राम्रो हुनुहुन्न भने तपाईँले यो कथा सुन्नै पर्छ। एउटा गरिब किसानले पानी बोक्नका लागि दुईवटा माटाका भाँडाहरू प्रयोग गर्थ्यो। एउटा भाँडो नयाँ थियो जसले सधैँ भरिएको पानी घरसम्म पुर्याउँथ्यो, तर अर्को भाँडो पुरानो र चर्किएको थियो। घर पुग्दा त्यो भाँडो आधा खाली भइसक्थ्यो। चर्किएको भाँडो सधैँ आफूलाई धेरै दुखी महसुस गर्थ्यो। एक दिन उसले किसानलाई भन्यो, मलाई माफ गर्नुहोस्, म तपाईँको लागि कुनै कामको छैन। मेरो यो चर्किएको भागको कारणले तपाईँको मेहनत खेर जान्छ। किसानले प्रेमपूर्वक हाँस्दै जवाफ दियो, तिमीले बाटोमा ध्यान दिएका छौ कि छैनौ? उसले भाँडालाई बाटो देखाउँदै भन्यो, बाटोको तिम्रो छेउमा मात्रै सुन्दर फूल हरियाली छन्। मैले वर्षौंदेखि तिम्रो चर्किएको भागबाट पानी चुहिरह्यो त्यो बाटो सिँचाइ गर्न प्रयोग गरिरहेको छु। मैले थाहा पाएँ कि तिमी पूर्ण छैनौ, तर तिम्रो कमजोरीलाई मैले सौन्दर्य सिर्जना गर्न प्रयोग गरेँ। परमेश्वरले तपाईँको कमजोरीलाई व्यवस्था गर्नुहुन्न, उहाँ तपाईँको टुटेको भागलाई पनि ठूलो आशिषका लागि प्रयोग गर्न सक्नुहुन्छ। यो एउटा सत्यको कथा हो।